इम्पेरियल वर्ल्ड स्कुलले माध्यमिक शिक्षा परीक्षा एसई उत्तीर्ण गरेका आफ्ना विद्यार्थीहरूको सम्मानमा मङ्गलबार भव्य ग्रेजुएसन तथा विदाई समारोह सम्पन्न गरेको छ। कार्यक्रमको सुरुवात विद्यालय परिसरमा आयोजित विदाई समारोहबाट भएको थियो। उक्त अवसरमा विद्यार्थीहरूले विद्यालय जीवनका अविस्मरणीय सम्झनाहरू साटासाट गर्दै शिक्षक, कर्मचारी तथा जुनियर विद्यार्थीहरूसँगको विदाई भेट गरेका थिए। त्यो क्षण निकै भावुक बनेको थियो। विद्यालय परिसरमा आयोजित विदाई समारोहले इम्पेरियलको शैक्षिक यात्राको सफल समापन र नयाँ यात्राको सुरुवातलाई प्रतीकात्मक रूपमा झल्काइएको थियो। विद्यालयको विदाई समारोह पश्चात ठमेल स्थित एक होटलमा आयोजित औपचारिक ग्रेजुएसन समारोह सुरु भएको थियो। साना विद्यार्थीहरूको सुमधुर सङ्गीतबाट सुरु भएको कार्यक्रममा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान तथा शुभकामना प्रदान गरिएको थियो। Who is currently out of the country. कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर पुकार मल्लले विद्यार्थीहरूलाई बधाई दिँदै जीवनमा जुनसुकै उचाइमा पुगे पनि आफ्नो पृष्ठभूमि, परिवार, विद्यालय र समाजलाई कहिले नबिर्सन आग्रह गर्नुभयो। उहाँले सफलताको मापन केवल शैक्षिक उपलब्धिले मात्र नभई आफ्नो मूल्य, संस्कार र जिम्मेवारीप्रतिको प्रतिबद्धताले निर्धारण गर्ने बताउनुभयो। हामीले जे जति सिक्छौँ नि यो इम्पेरियल स्कुलमा अथवा मैले पढेको कलेजहरूमा त्यो सबै भनेको हाफ द माउन्टेनसम्म मात्रै पुग्छ के त्यतिले। सेकेन्ड हाफ अफ द माउन्टेन क्रस गर्नको लागि लोकल नलेज चाहिन्छ। त्यो क्रस गर्नको लागि एम्पथी चाहिन्छ। त्यो क्रस गर्नको लागि मैले महावीर दाईले भनेको कुरा सुन्न सक्नुपर्छ। अथवा हामीहरूले महावीर दाई जस्ता व्यक्तिहरू जसलाई लोकल लेभलको ज्ञान छ उनीहरूले भनेको कुरालाई चाहिँ जिज्ञासा, क्युरियोसिटी, विनम्रता, ह्युमिलिटी सहित सुन्न सक्नु पर्दछ है। नत्र भने हामीले यो काठमाडौँको हैन यो वातावरणमा आर्जन गरेको ज्ञानले हामीहरूलाई मात्र वा मैले बस्नुको त्यस्तो नामुद ठाउँबाट हासिल गरेको ज्ञानले मात्र आदि ठाउँमा पुर्याउन सक्छ। प्रिन्सिपल जुनिता कार्कीले विद्यार्थीहरूले विद्यालयमा सिकेका ज्ञान, अनुशासन र मानवीय मूल्यलाई जीवनभर आत्मसात गर्नुपर्ने सुझाव दिनुभयो। उहाँले एसई केवल एउटा परीक्षा मात्र नभई जीवनको नयाँ यात्रातर्फको ढोका भएको उल्लेख गर्दै आत्मविश्वासका साथ आफ्नो सपना पछ्याउन विद्यार्थीहरूलाई प्रेरित गर्नुभयो। You might have forgotten that, but your parents does still remember that. They remember all the nervousness, they remember all the smiles, all your tears, your excitement, anxiety, your hopes, and all the dreams that you've been carrying.
More importantly, you carried dreams along with you. Don't you think so, dear parents? So yes, at that age, your imagination knew no limits. You wanted to become probably astronauts, doctors, engineers, artists. Sadly, very less I get to hear that you also want to become a teacher in future. Probably some of you might have that dream to become a teacher in future. You believed that anything was possible, right, when you entered school right at that very small age. You were not worried about your grades and the rankings, the universities, admissions, or what others thought of you. You were simply curious. You explored, you questioned, you experimented, and you also imagined. Today, I also want to ask you, something very important. What happened to that child? The little child that had, big dreams on you. Did that child disappear, or is that child still inside you? Is something which is very important you need to reflect on. विद्यालयका अध्यक्ष कुमार कार्कीले विद्यार्थीहरूलाई बधाई दिँदै भविष्यको जिम्मेवार नागरिकको रूपमा हेर्न चाहेको बताउनुभयो। विद्यार्थीहरूलाई जीवनभर सिकाइप्रति उत्सुक गराउने लक्ष्य इम्पेरियलको रहेको भन्दै उहाँले भविष्यमा विद्यालयबाट प्राप्त गरेको शिक्षा र संस्कारलाई व्यवहारमा उतार्दै समाज विकासमा योगदान गर्न आग्रह गर्नुभयो। As you move forward, I encourage you to carry with you the values that define our school community. Excellence, integrity, responsibility, respect, compassion, and adaptability. These values will guide you far beyond the classroom and help you navigate both opportunities and challenges. Dear graduates, dream big, work hard, and never stop learning. समारोहमा उत्तीर्ण विद्यार्थीहरूले आफ्ना अनुभव र भावनाहरू व्यक्त गरेका थिए। उनीहरूले विद्यालयबाट प्राप्त शिक्षा, शिक्षकहरूको मार्गदर्शन र अभिभावकहरूको साथले सफलता हासिल गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए। Quotes don't work until you do. No dreams, no ambitions, and no inspiring sentence matters unless we are willing to put in efforts ourselves. And I believe this is what my batch has truly learned. We all pushed ourselves, and today we all here standing proud as graduates of batch of 2082. That the relation of family is such that we don't usually formally thank them, but parents, in this journey you have played a role equivalent to us. So thank you parents for your unconditional support. Thank you for enduring our exam stresses and anxieties and always knowing what to say to uplift us. As we step into a new chapter of our lives, we leave behind more than just classrooms and exams. We leave behind years filled with laughter, friendships, lessons, and memories that will stay with us forever. I believe that no matter where life takes us next, a part of us will always belong to Imperial, our second home. Congratulations to the graduating class, batch of 2082. Thank you.